एउटा पावर ब्याङ्क पनि रोक्नु भएको छ अहिले यो यहाँ खिच यो पावर ब्याङ्क यो अर्को चाहिँ 3टा पावर ब्याङ्क भन्छ है यो डे 3 आज ईदको आज त्यो ससुरालीमा ईद ससुरालीमा पर्सा आइपुग्यो होइन तिम्रो चाहिँ ईद लाग्दैन ससुराली जानु पर्दैन तिमी जाने अब बिस्तारै ठिकै छ पहिला भिनाहरू आछन् भिनाहरूलाई स्वागत गरेर कि छोडेर जाऊ होइन होइन स्वागत गरेर बिदाई गरेपछि बल्ल सालको पालो आउँछ आनन्दले जान्छ हाम्रो गुड सालो पाछु होइन धन्न छोडेर गएन छोडेर कहाँ त मेरो एपिसोड हुन्छ पर्सा बजार पानी परेर क्या खासमा है म ल हेर अब यस्तो भएपछि हुन्छ त म अब अर्को पानी परेर रोक्या हो हुन्छ अर्कोपल्टबाट ससुराली आइएन है अब हामी चाहिँ झन्झनै जाँदैछौँ झन्झनै यो पर्सा बजारमा चाहिँ मेरो एउटा प्राइभेट पार्किङ छ तपाईँहरूलाई पनि त्यो पार्किङमा चाहिँ निःशुल्क गाडी पार्क गर्ने व्यवस्था गराउँछु होइन ठ्याक्कै यो चाहिँ गाडी पार्किङ गर्ने ठाउँ हो ट्याक्कै यहाँबाट यस्तो आउनु होला यहाँबाट यस्तो आएर ट्याक्कै यो ओके क्याचअप गाइज हाम्रो यात्रा चाहिँ सुरु भइसक्यो होइन पर्साबाट झन्झनको लागि हामी हिँड्न सुरु गरिसक्यौँ अनि हामी सौरा हुँदै टिकौलीको जङ्गलमा त्यो न्युरो बेच्नेहरू पनि भेट्यौँ अनि भरतपुरको विकासको त कुरै नगरौँ यस्तो दामी बाटो होइन 6 लेनको बाटो होला सायद एकदम ठुलो बाटो क्या यस्तो चिप्लो सर्र बाटो अनि गार्डनहरू बिचमा हेर्न पनि मजा होइन हिँड्न पनि मजा एकदम मजा आयो त्योभन्दा पछि हामी ल दाई ठुल्दिदी हामी आउँदैछौँ अब स्पेसल के रे के भन्नुभएको थियो अरे त्यो फ्रिजमा राखेको कलेज चाहिँ हुँदा है ठुल्दिदी अनि दाई त्यो फ्रिजमा राखेको कलेज होइन अब हामी आज माछा लिन जान्छौँ कुन चाहिँ प्रजातिको माछा हो दाइले ठ्याक्क थाहा पाउनुहुन्छ हामी चाहिँ चिन्दैनौँ पनि ल विल क्याच यु गाइज हल्का हल्का गर्मी चाहिँ भइरहेको थियो तर पनि गाउँले परिवेश होइन हिँड्न मजा आइरहेको थियो ठ्याक्क हामी चाहिँ पुग्यौँ क्या अनि घन्टी बजायौँ मान्छे बोलायौँ सलिम एकदम एक्साइटेड थिए होइन त्योभन्दा पछि भित्रबाट गेट खोलेपछि हामी भित्र हिँड्यौँ अनि यस्तो रमाइलो गर्न थाल्यौँ हेर्नु है त ड्यासबोर्डमा राख्ने चिज किने त्यो नि बिग्रिया परेछ त्यो सोलरबाट नचल्ने भएछ बिना त्यो फेरि अब सोलरको भोलि साट नख त्यसलाई गरेर सामान खोलेर हेरेँ होइन सामान बिग्रिया परेछ रन्किँदै थियो क्या सलिम चाहिँ अनि त्यतिकैमा चाहिँ एकछिन हेऱ्यौँ रमाइलो गऱ्यौँ गफसफ गर्दै थियौँ ट्याक्क खानेकुराको परिकारहरू आइपुग्यो अनि फेरि हेर्नुहोस् कति रमाइलो भयो यो चाहिँ मैले बनाएको रेसिपीको अध्याय यो चाहिँ मैले बनाएका जी ऐका चाहिँ एकदम टेस्टी स्पेसल यो मात्रै मसला लास्टमा हालेको फ्राई गरेर भ्याएपछि लास्टमा मसला हाल्नु घिरौला अब त्यहाँ अलि ब्लग हेरेपछि नै भनौँला अरू कुरा त अब गार्डनतिर यो लिची सिडलेस लिची नर्मल लिची हो तर सिड साना हो त यो चाहिँ शरीफा यो कस्टर्ड एप्पल गर्ने यही है इङ्ग्लिसमा 12 मासे आँप सिजनमा अफ सिजनमा एनी टाइम फलिराख्ने आँप हो यो यसमा मैले 5 वटा चाहिँ चौसा आँप लगाएर यो आँपमा रोग लागेको कारणले मैले चाहिँ यसरी यो कटिङ गरेर छोडिदिनु यो अब नयाँ टुसा फलाएको पलाएर जस्तै यो नयाँ पालुवा पलाएर अब यो चाहिँ राम्रो आउँदै यो के के सेता जामुन गुलाब जामुन कति गुलाबका जस्ता सेता जामुनको असि त्यो रसभरी जस्ता तर ठ्याक्कै बास गुलाबका जस्ता हो त रुअफजा खाए जस्ता हो त अब अर्का चिज खुर्सानी पातै पछि खुर्सानी फल्दै यहाँ यो चाहिँ हाम्रो क्यामेराम्यानलाई एउटा खुवाउनु पर्छ पातै पछि खुर्सानी क्यामेराम्यानलाई एउटा पावर ब्याङ्क पनि रोक्नु भएको छ अहिले यो यहाँ खिच यो पावर ब्याङ्क यो अर्को चाहिँ 3टा पावर ब्याङ्क भन्छ है यो पावर ब्याङ्क पनि रोक्नु भएको यो गाडीमा यो बिग्रेको पावर ब्याङ्क यो पनि फल्छ अनि यो चिनी फल ल चिनी किन्न इन्डिया जानै पर्दैन इन्डियाको भरै पर चिनी आइसक्यो यो चिनी फल कति एक पाकिरहेको आइदियो पाकेको छैन पाक्दै यो चिनी फल चाहिँ एक गुण सपाटो अथवा चिकु पनि कति ल चिनी फल पनि कति एक ल यो चाहिँ केजी अम्बा केजी बयर यो केजी भयो यो केजी अम्बा दिदीको ठुल्ठुलो साउन्डमा चाहिँ यत्रो यो सलिम यो चाहिँ सुनका कति बाबु के भने हैन यो सुनका कति हो अब दाइलाई एउटा यो पनि खुवाउ हैन यत्रो धेरै दुःख गर्नु यो चाहिँ मुन्तला अब के हो यो धेरै आउनु भयो यो दुःख गरेर ल
क्यामेराम्यान आफूतिर फर्क त ल त्यो क्यामेराम्यान है हाम्रो क्यामेराम्यान हो ल ल तपाईँले खानु अब ल हाम्रो युट्युब के अरे ब्लगर यति भन्दै हाम्रो भ्लग यहीँ सकिएको छ धन्यवाद